स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज पनि हामी साइक्लिङ जाम जाम आज त हामी यो बगालेको बाटो हिँड्दैछौँ। बगाले हुँदै माथिसम्म हेरौँ कहाँसम्म पुग्छौँ। यसो दुई खोलीतिर टक्क घुमेर आउने प्लान छ। कहाँसम्म पुग्छौँ हेरौँ। साँझ पख हो, हल्का एक्सर्साइजको लागि निस्केको। त्यस्तो अब राइड हानौँ भनेर त होइन, हल्का एक्सर्साइज गर्नु भनेर निस्केको। माथिसम्म अब कहाँसम्म निस्किन्छौँ। ओ माई गड, मामाको चेकिङ छ यहाँ। मामाको चेकिङ छ, मामाको चेकिङ। बाटो 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 छाडिदिउँ है मामाहरू फेरि। ठिक छ, हामी चाहिँ अहिले ठ्याक्कै यहाँ बगाले आइपुगेछौँ। यताको बाटो कस्तो छ धेरै भन्न गएको। यो बाटो पनि कत्रो बजाएको यार। मौसम दामी छ जोस् अहिलेलाई चाहिँ। के है कत्रो बजाएको यार साँच्चै के। त्यही त अब घुम्टीमा बजाउनु त पर्छ नपर्ने होइन, तर कत्रो बजाएको त यार। मैले पनि कत्रो बजाएको हो भने त्यही त यार कानमा टेटे टेटे पारेछ यार। थाक्या छु यार, थाक्या छु। उताको जङ्गलहरू पनि दामी छ। उता माथितिर चाहिँ खानीको के पर्छ उतातिर। कता अहिले जाने र त्यही हो नि। एक्कासी कहाँ छिर्ने कि नि। जाउँला एक दिन, सबैतिर छिर्नु त हो नि होइन र। क्या त्यहाँ जानेर आउने टाइम छुट्याएर होइन। ढिला छाप्छ होला यहाँ। छैन छैन छैन, आउनु आउनु। पहिला खुब तिजको नाचो हेर्न आइन्थ्यो यहाँ। अहिले त तिजको नाचो नहेरेको पनि कति भइसक्यो, वर्ष भइसक्यो। यहाँनिर खुब नाच्थे तिजको बेला। आइन्थ्यो यसो नाचो साचो हेर्न। यति ढुल त उडिहाल्छ होइन। यति ढुल त नर्मलै हो बाटोमा हिँडिसकेपछि। तर त्यही अनुसारको मास्क साक्स लिएर आइन्थ्यो नि यता आउनुभएपछि भन्ने, यता आउने प्लान भएको भए। मैले मास्कको नाममा त्यही रुमाल बान्ने हो। मलाई नि अप्ठ्यारो त लाग्छ।
ए भिडियो पनि त्यहीको होइन त्यहीँको भिडियो छ त्यो उसको बनाइदिरहेको देखाएको थिएँ मैले त्यो बगाले पुलदेखि अलि अगाडि गएर एउटा माथिपट्टि त्यहाँ 3-4वटा होटल छैनन् बगाले पुल कहाँनिर त्यहाँ 3-4वटा होटल छ त्योदेखि माथिको बाटो जान्छ नि त्यो बाटो त गएको छु जान्छ म त्यो बाटो गएको छु त्यो त हाम्रो लोकल हो त अनि बाटो त्यो माथि अँ लास्ट त्यो बाटो खोजेको त्यही घर तर यहाँसम्म चाहिँ गएको छैन म यहाँ माथिसम्म हिँडेर चाहिँ गएको छु म साइकल गएको बाटो भएदेखि म हिँडेको छैन यहाँ त्यो बाटो खोजेको त्यही घरसम्म मात्र अलि उता ढाउ भयो यार तर यो बाटो पनि पुरै पिच बनाइदियो भने त होलीहरूसम्म जाने यसो हावासावा खाएर आउने त्यसको लागि एकदम राम्रो छ तर बाटो यस्तो हेरेर माथि चढ्नै मन लाग्दैन कि नत्र भने त यसो टाइम भयो होला होलीतिर गयो चिसो हावासावा खायो टक्क घोराइमा गर्मी भयो बेला है मजा आउँथ्यो तर बाटोको कन्डिसन हेरेर यता माथितिर आउँ जस्तै लाग्दैन ल हामी चाहिँ लगभग 2 खोला पुग्न लागि यहाँको मौसम चाहिँ चिसो हान्दैछ त्यस्तो जाडो पनि छैन गर्मी त अब के भन्ने र गर्मी त छैन साँझ पख भएर पनि हो कि हल्का हावा सरेर चल्दैछ शरीरलाई हल्का शीतल गराइदिरहेको छ अनि यतातिर बाटो राम्रो नभएर मात्रै हो नत्र भने जोस फ्रेस हुनलाई राम्रो छ ठाउँहरू आएर माथि 2 खोलातिर बसेर फर्किनलाई पम्प त हाल्नु भएन नि दाइले पनि आफ्नो भर्नु भयो होला होइन पम्प त हाल्नु भएन होला भने ठिक छ म त खासै भर्दैन भरे भने पनि अब तलै भरेर आउँछु अनि पम्प अनि झोलामा हालेर हिँड्ने नि पञ्चर भयो भने अलिअलि ताल्दै अलिअलि भर्दै डुर्दै जाने कि होइन हामीले अब टाल्न नसके पनि अब टिकारामा आएको भए टालटुल पारेर हिँड्ने हुन्थ्यो त्यही गर्दा ठिक होला क्या साइकलमा हाल्ने झोलामै राख्ने क्या त्यसलाई म पनि त्यही गर्नु पर्ला अब लग्यो भने चाहिँ अहिले त आकाश दाइसँग चाहिँ ठिकै छ आकाश दाइले राख्यो भने केही फरक पर्दैन आकाश दाइको ब्यागमा भएन नि सँगै नै हामी जहिले पनि तपाईँले राखेँ तपाईँलाई नै भार पर्ने हो मजा आउँछ मलाई म त भारी चाहियो म साइकल त्यो रोड त्यसो भए त तपाईँले नै हाल्नु होला कि तपाईँले नै हाल्नु होला त्यसो भए त होइन टिप चेन्ज गरेर त पर्दैन फेरि टिप चेन्ज गरेरसम्म राख्नु भिडियोमा चाहिँ के बसाल्यो भने हगास पुरै त्यो त एक्सट्रिम हो नि त त्यो त धेरै हो नि होइन दाइ यो भनेर यसको त कुरै गयो तर यो पनि ठिक हो क्या ठिकै हो छिरो मैले पनि यहाँ त अगाडिको 1 अनि अगाडिको त पछाडिको त 4मै राखेको छु पुरै डाउन त गरेको छैन अब पुरै डाउन भनेको हामीले मौलाको जस्तो उकालो मात्रै हो गर्ने कि भने लास्टै गाह्रो भयो भने गर्नु पर्ला नत्र यतिको मात्र पेल्न सकिन्छ भने चाहिँ अलिकति टाइट नै पेलौँ योमा पनि 1मा झार्ने झन् मौलाकोटको उकालोमा गयो भने फेरि त्यही हालत अगाडिको चाहिँ 1मै हालेको छु अनि ठ्याक्कै के के साइकल अगाडि जान्न मान्छे थाकिनु भइगयो अनि आकाश दाइको बेरै चलाउनै सक्दैन जसम्म पेन्डिल मार्न नसक्ने क्या
अनि पेन्डल छिटो मार्ने छिटो मार्छ अनि ठगाइ छिटो लाग्ने भइगयो ठगै लाग्छ साइकल अगाडि खुट्टा मात्र चालेछ आयो नि 2 खोला यही हो नि कि माथि हो अरे ल जस्तो 2 खोला पनि आइपुग्यो साइकलमा मसिनाको बाटो दाइ मसिनाको बाटो अस्ति हामी झरेकोमा त्यो बाटो झर्छ क्या गजबको ट्रेल छ डाँडामा राम्चे डाँडामा त्यो त उता मेन बाटो होइन र त्यो त मेन बाटो यता पनि गएको छ कि अर्को बाटो ऊ यता गएको छ त्यता गएको छ क्या म यो बाटो गएको छैन माथि निस्किन्छ भन्ने चाहिँ थाहा छ तर हामी सबै हाइकिङ फेरि यो सबै हाइकिङ घुमेको क्या ठाडोसम्म एउटा कालिस फर्म थाहा पाउँछ यहीँ छ नि यहीँ कहाँ छ ऊ त्यो पर्छ क्या ऊ त्यो पारीको त्यो कालिस फर्म म त यहाँदेखि खोलापारी गएकै छैन तिमीहरू हिँडेको पनि छैन म 47 सालमा बाटो चाहिँ थाहा छ भनेर जाने बेलामा हिँड्ने बाटो नै यही हो कि बोल्नु पारि जाने हुन्छ जाऊ यसरी जाऊ उता पर जाऊ पर अड्डिउला विजय भाइ आउँछन् एकछिन पर्छ अनि सर उ गरौँला फर्किउला हुन्छ आउनु 2 खोली चेकपोस्ट क्रस गऱ्यौँ अब एकछिन खोलापारी गएर सर बस्छौँ एकछिन 2-4 मिनट अनि फेरि फर्किन्छौँ यहीँबाट माइज जाँदैनौँ आज चाहिँ किनभने फर्किँदा रात पर्छ लाइट पनि छैन साइकलमा औडा हुन्छ हालौँ न हालौँ उता आउनु र थाहा पाइहाल्छ नि यार बिजेबाल थाहा पाउँछ नि थाहा पाउने बाटोहरू ल यो बाटो चाहिँ मैले फर्स्ट टाइम पहिला टेकेँ तपाईँ त आउँदै आएको थिएन म कहाँ आयो तपाईँ फर्स्ट टाइम फेरि साइकलमा होला तपाईँको फर्स्ट टाइम म त साइकलमा जे हो सबै आएकै झोलामा राखेको छु हामी चाहिँ ढुङ्गेपुरतिर गएनौँ यतातिर फर्क्यौँ अब त्यही बाटो गएर टट्टै निस्किनुपर्छ तिमीलाई धेरै ढाउ क्या आज तिमीलाई धेरै ढाउ क्या आज ठिक छ कता के गर्नु जाने हो र त्यहाँ कालिज खाने भए जाने हो कि न त जोतमा किन जाने कालिज खाने भए जाने हो देखेर न त जोतमा त के जानु हो त्यहाँ त टिकारामले यस्तो लगानी ब्रेक बनाइदिएको छ फेरि त्यहाँ पनि घसरा हुन्छ यार हामी के छ अड्डिने हो चिया नास्ता खाएर जाने ल शीतल हावा खाँदै फर्किँदैछौँ हामी चाहिँ दामी दामी हावा खाँदै शीतल हावा खाँदै
हावाले तानिदिइहाल्छ यार हावाले जानै दिएको छैन कि स्पिड दामी हो त्यसै सिक्ने हो क्या तर धेरै नउराउनु है अहिले नगर्नु धेरै ठिकै हो लास्टै भाषा त नगर्नु क्या खुट्टा छुट्टी के सिक्ने हान्नु भएको त हच्चा त्यो खुट्टा मिलाउनलाई फेरि हान्ने बेला चाहिँ कति बेला सट्टै जाला फेरि खुट्टा खुट्टा लग्दैन कहाँ ब्रेक भनेको घुम्तीमा मात्रै युज गर्नु के नत्र बाल नदिनु सक्छ चौध यस्ता त्यही भएर तपाईँको त स्पिड बढिहाल्छ कता छाड्नु पर्ने म त पन्जा लाउँछु यार पन्जा लाउँछु खै म तानिदिन्छु खै यता परेर छोडेर मार हाल्छु टायर टायर Who is? How old you are? 10 years old. Okay, thank you. चेक गर्ने कि है चेन टाइट गर्नु ओह्राल झर्ने बेला कति टाइट गर्नु त्यस्तै टाइट गर्नु धुलो खुवाउनु पर्ला भने आकाश दाइलाई यार ओह्रालोमा किन सोलो विजय भाइ ओह्रालोमा किन सोलो
टायर हल्का घुमानाले त्यति नघुमेर हेरिरहेको छु क्या हेर्न उठाउनु है खाल्टा छ ओए इजी 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 अब त धेरै उठ्ला धेरै उठ्ला है खाल्टा छ नगर्नु यहाँ आगे उडाउँदै यस्तोमा आगे उडाउने यस्तोमा अप्ठ्यारो हुन्छ नि किन अघि यार त्यसो गर्ने यार उडायो क्या धेरै तै यार मिलाम है मिलाम